किताब चाहिँ कलमले लेखेको सिनेमा हो, सिनेमा चाहिँ क्यामेराले लेखिएको उपन्यास हो। बाघले त्यति मात्रै शिकार गर्छ जति उसलाई आज चाहिन्छ। 2050 सालबाट अहिलेसम्म हेर्न जाँदाखेरि नेपालको वर्तमान पठन संस्कृतिलाई चाहिँ कसरी लिनुहुन्छ? हजुर सन्तुष्ट हुनुहुन्छ लेखकको दृष्टिकोणबाट? सन्तुष्ट असन्तुष्ट भन्दा पनि अब अहिले अलिकति कम, सोसियल मिडियाले अलिकति कम भएको छ। 24 घन्टा डिभाइड भयो नि त धेरैमा। किताबलाई सस्तो बनाइयो, किताबलाई के भने होर्डिङ बोर्ड राखियो भनेर, बढी प्रचार गरियो भनेर आलोचना गर्यो भने कतिपयले होइन मदिराको चाहिँ होर्डिङ बोर्ड राखेर विज्ञापन गर्न हुने, सिक्रेटको चाहिँ होर्डिङ बोर्ड राखेर विज्ञापन गर्न हुने, किताबको यति राम्रो सुन्दर कुराको चाहिँ होर्डिङ बोर्ड राखेर विज्ञापन गर्न किन नहुने? आफ्नो घरको स्पेस अनुसार प्रत्येक घरमा पुस्तकालय होस्। अहिले धनी धनीले घरमा चाहिँ लिभिङ रुममा चट्ट महँगो महँगो मदिराको बोतलहरू सजाइरहेको देख्छु। त्यो मदिरा सकियो भने त्यहाँ चियापत्तीको रस हालेर पनि सजाएको देख्छु। त्यहाँ किताब होस्, होइन?